हेलो गुड इभिनिङ अनि सबैजनालाई नमस्ते फ्यापुलो। सो आज चाहिँ मैले सब्जीको र चिकनको मोमो बनाएको थिएँ अनि सानो भिडियो तपाईँहरूलाई देखाउँदैछु है। सो यो चाहिँ फेरि बोजू सरी यो चाहिँ अब मोमो मात्रै खाँदैन उनीहरूले है, अन्त आलु पराठा पनि है। यो चाहिँ चिकनको मोमो जस्ट ट्राई गरिदिएको अलिकति अनि राम्रो मिठो भयो। डिजाइन चाहिँ मलाई त्यति बनाउनु चाहिँ आउँदैन, त्यो भएर चाहिँ अलिकति चाहिँ बनाएँ। कस्तो लाग्छ भन्नुहोस् है तपाईँलाई। भित्रको किमा चाहिँ मिठो हुन्छ, यतिको छ डिजाइन चाहिँ त्यति राम्रो बनाउनु चाहिँ आउँदैन मलाई। सो अनि यो चाहिँ सब्जीको चाहिँ अब एकजना बोजू हुनुहुन्छ, उसले चाहिँ खाँदैन, ऊ चाहिँ भेजिटेरियन हो, त्यही भएर उसलाई चाहिँ भेजिटेरियन सब्जीको बनाइदिएको यो भेजिटेरियन मोमो। अनि यो चाहिँ चिकन, यहाँ चाहिँ चिकन बासी भएर यस्तो हुन्छ है, फ्रिजमा हालेको कहिलेदेखिको बासी भएर। अनि आजको डिनर है मेरो चाहिँ बेलुकाको